नमस्कार, मेरो नाम ध्रुव केसी। म घराइ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष। म लगायत मेरो घराइ खानेपानी उपभोक्ता तथा सरसफाई संस्था यो ओम शान्ति हाम्रो ईश्वरीय विश्वविद्यालयसँग लामो समयदेखि हामी एक साथमा सहकार्यमै छौँ। विगतमा हामीलाई घराइ खानेपानीले पानी पुर्याउन समस्या भएको बेलामा हामीलाई यस घराइको शाखा ओम शान्तिबाट हामीलाई एउटा जग्गा व्यवस्थापन गरेर पानी पुर्याउने अभियानमा साथ दिनुभएकोमा सर्वप्रथम मैले धन्यवाद दिन चाहन्छु। ओम शान्ति यस्तो विश्वविद्यालय हो जसले उहाँहरूलाई लामो समयदेखि निरन्तर एउटा मानिसको मनलाई सफा गराउने, मनलाई शान्त गराउने एउटा अभियानमा जोडिनु भएको छ। यो एकदम सराहनीय र शुभ कार्य हो। यसमा उहाँहरूको निरन्तर खटाइ, उहाँहरूको योगदानको कुनै तुलना नै छैन। त्यस्तै हामी पनि घराइ खानेपानी संस्था पनि यस्तो हो। हामीले बाह्य सरसफाइमा खाने जीवनको मान्छेको जीवनलाई एउटा स्वस्थ बनाउने अभियानदेखि लिएर बाह्य रूपमा सरसफाइ, बोट बिरुवा, फुलहरूलाई सौन्दर्य दिने, बजार सफा गराउनेदेखि लिएर घर सफा, मन सफा, स्वस्थ गराउने एउटा अभियानमा हामी जोडिएका छौँ। हामी एक अर्काको परिपूरक पनि हो, किनभने हामी स्वास्थ्य अभियान, सफा स्वच्छ अभियानमा छौँ भने उहाँहरूले मनलाई पवित्र गराउने, शान्त गराउने र मानिसको जीवनलाई एउटा नयाँ अभियानमा, एउटा नयाँ उसमा लग्ने जुन अठोटका साथ लाग्नुभएको छ, यो एकदम नै महत्त्वपूर्ण कार्य हो मानव जीवनको जस्तो मलाई लाग्छ। साथै यस मधुबन विश्वविद्यालय, हाम्रो यो ओम शान्ति विश्वविद्यालय, ईश्वरीय विश्वविद्यालयले घराइमा जो यत्रो ठुलो भवन निर्माण गरेर एउटा जिल्लालाई मात्रै नभएर घराइलाई देखि लिएर जिल्लालाई सम्पूर्ण प्रदेशदेखि अब बाह्य जिल्लाहरू र विदेश इन्डियालाई समेत एउटा दाङ घराइ छ भन्ने एउटा पहिचान जो दिलाउन सफल हुनुभयो। यो कार्यक्रम ल्याएर यत्रो भव्य कार्यक्रम गर्न कठिन अवस्था हुँदाहुँदै पनि सहज तरिकाले, सरल तरिकाले उहाँहरूले यस अभियानलाई सफल पार्नु भएकोमा सर्वप्रथम मैले उहाँहरूलाई जो यो कार्य योजनामा लागि पर्नु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी मानव जीवन एउटा के भनेपछि परोपकार अनि हामी त्यसलाई अझ कसरी मानव जीवन सफल बनाउने, कसरी मानव जीवनलाई अझ तनावमुक्त राख्न सकिन्छ भन्ने कुरा अभियानमा हामी जोडिनुपर्छ। यस कार्यमा यहाँहरूको महत्त्वपूर्ण भूमिका, योगदान त तुलना नै हुँदैन। अब यसमा पनि हामी पनि मेरो संस्था अब हामी कसरी यसलाई सहयोग गर्न सक्छौँ, हामी एकअर्काबाट कसरी जोडिएर हामी एकले अर्कालाई आवश्यक परेको सहयोगमा हामी कसरी सहकार्य गर्न सक्छौँ भन्ने कुरामा हामी सधैँ लाग्नेछौँ। म पनि माउन्ट आबु पुगेर आएँ, घुमेर आएँ। त्यहाँ पनि अझ एकपल्ट अझै जानु मन लागेको छ। त्यति बेला घुम्न त घुम्यो, तैपनि अझ घुमाइ अलिक कम भएको हो कि भन्ने पनि भएको छ। र यस सहकार्यमा, यस मधुबनमा ईश्वरीय विश्वविद्यालय ओम शान्तिमा हामीले जे गर्न सक्छौँ, जति आवश्यक पर्छ आगामी दिनमा पनि हामी निरन्तर घराइ खानेपानी हजुरको साथमा रहनेछ। म पनि साथमा रहनेछु र हजुरको माया र आशीर्वाद सदैव हामीलाई, घराइ खानेपानीलाई र मलाई पनि साथमा रहनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। धन्यवाद।